पौडेल व्लगमा आज हामीहरू छौँ सबैले साथ सहयोग गरेर भाइलाई उत्कृष्ट अब यो युट्युबमा पुर्याइदिनु भनेर सबैलाई अनुरोध गर्दछौँ लाइक सब्स्क्राइब शेयर र कमेन्ट तो चलिए शुरू करते हैं हेलो गाइज वेलकम ब्याक टु माई अदर भिडियो सो आज म तपाईहरुलाई एउटा नयाँ कुरा लिएर आएको छु एउटा इन्ट्रेस्टिङ र उक्त विशेष उक्त सामग्री उक्त सिस्टम सायद मेरो साथीहरुले देख्नु पनि भएको थिएन होला र मैले पनि देखेको थिएन देख्नु त देखेको थिएँ तर मैले यसलाई युज गर्न पाएको थिएन आज भन्दा करिब म जन्मेको वर्षतिर अथवा म जन्मिसकेको टाइम 2064-65 को टाइमतिर होला सायद अथवा त्यो भन्दा अगाडि 61-62 भन्दा अगाडिको कुरा हो यो चाहिँ सो त्यति बेला म्युजिकको लागि हामीसँग खासै त्यस्तो राम्रो प्रोफेसनल म्युजिक सिस्टम थिएन म्युजिक बजाउनको लागि सिस्टम थिएन र त्यति बेला मान्छेहरूले कुन सिस्टमको युज गर्थे त है त्यो सिस्टममा आज हजुरलाई देखाउने छु यो भनेको पुरानो हो ओल्ड इज गोल्ड त्यही भएर मैले यो सिस्टम मेरो साथीहरुलाई पनि देखाउन पर्यो भनेर म यो सिस्टमलाई खोजेर हैन आज म हजुरहरु समक्ष ल्याएको छु र उक्त सिस्टम कुन होला त गाइज देख्न सक्नुहुन्छ यो चाहिँ हो हाम्रो पुरानो जमानाको म्युजिक सिस्टम ओरे बाबा सो मैले यो सिस्टमको पुरै पाठ पूर्जा त अहिलेसम्म भेटेको छैन है मैले खोज्नु पर्ने छ यसको मैले एउटा यो भेटेको छु माथिको स्पिकर पहिला भेटेको थिएँ र मैले ल्यापटपमा जोडेर गीत बजाउँथे र मैले हिजो अध्ययन यसको खोजे अध्ययन भन्दा नि यसलाई मैले हिजो खोजेर मैले तलको भाग पनि मैले यसको निकाले है त त्यसपछि मैले यसलाई बजाउन पनि जानिन अनि बजाउन पनि नजानिसकेपछि यसलाई अब कसरी बजाउने त भन्ने क्रममा मैले यसको अध्ययन अनुसन्धान गर्दै पानी खाँदै है अच्छा पानी खाँदै मैले यसलाई हेरे है त थाहा थिएन मलाई पनि यसलाई मैले आफैले गरिरहेछु धुलो छ देख्न सक्नुहुन्छ यसलाई मैले पुछेको पनि छैन अनि यो सिस्टमलाई बजाउनको लागि मैले धेरै कोसिस गरे अब यसलाई मैले अलिअलि रेडियो बजाउन चाहिँ सके हैन यसको र अर्को यसको धेरै सिस्टम छ अरु कुराहरु चाहिँ मैले यसलाई अध्ययन गर्नु छ तर पनि हजुरले सिस्टम देखाए मैले हेर्नुस् जमानाको म्युजिक सिस्टम यसको साउन्ड कस्तो आउँछ त अब है त पहिला सुरु यसमा हामीले रेडियो सुनौं है रेडियो बजाउने हामीले यसमा अब आवाज पनि राम्रो आउँछ म्युजिक बजिरहेछ साउन्ड सुन्न सक्नुहुन्छ यसको अर्कै स्पिकर छ मसँग तर मैले यसमा एउटा मात्र स्पिकर जोडेको छ है त अनि यसको भनेको के छ भन्दाखेरि अर्को यसको साउन्डहरु पनि डिफ्रेन्ट लगाउन मिल्छ क्या हैन त्यो साउन्ड यस्तो आइराछ ढुकढुक आइराछ नि हैन अब यसको बेस घटाएर अरु साउन्ड पनि राख्न मिल्छ म तपाईलाई देखाउँछु यो अर्को साउन्ड यो अर्को वाला साउन्ड ल साथी अब यसपछि चाहिँ अब यसको म अर्को कुरा देखाउन गइरहेको छु तपाईहरुलाई अब यहाँ तलपट्टि छ यो दुईटा यो यतापट्टिको यो यतापट्टिको हैन सो यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि यसमा हामीले रिल वाला हुन्छ नि त्यो राख्न मिल्छ लाइक यो रिल हैन अब रिलै भन्छ होला सायद यसलाई के भन्छ मलाई पनि थाहा छैन सो योबाट हामीले गीत सुन्नी बजाउने गर्नुपर्छ तर एउटा समस्या के भयो भन्दा यो रिल बजाउन मैले अहिलेसम्म जानिन है अब यसलाई कसरी बजाउने त भन्ने कुरा भयो के यसलाई बजाउनको लागि अलिकति समस्या आयो एउटा यो छ यसको दुईटा छ यता पनि छ यो दुईटा सिस्टम छ यो खुल्छ आफै अनि लगाउने यसरी अब अर्को भनेको चाहिँ यो हो यो माथिबाट यो निस्किन्छ के तर यो निकाल्न सकिरहेको छैन पनि यहाँ बटन दाबेर निस्किने भनेको छ तर यो निस्किरहेको छैन सायद बिग्रियो होला सो गाइस यति छ यो कुराहरु छ यसको साउन्ड चाहिँ मलाई एकदम राम्रो लाग्यो है त अब तपाईहरुलाई म यसको म्युजिकहरु सुनेर हैन तपाईहरुसँग कस्तो खालको हुन्छ भने यसको पुरै कुराहरु म अध्ययन गर्ने छु धेरै कुराहरु र मैले भेटेको हुनाले तपाईहरुलाई पनि यो भिडियो यो सामग्री देखाउँ एकचोटी कस्तो यसको धेरै सिस्टमहरु छ हैन अब यसको पछाडीपट्टि माइक्रोफोनहरु जोड्ने पनि छ अनि धेरै कुराहरु छ यसको विषयमा अझै
मैले खोजेर तपाईँहरूलाई जानकारी दिनेछु र रमाइलो गरौँ एउटा यो तपाईँहरूले पनि देख्नुहोस् भनेर चाहिँ यो मैले बनाएको हो कि यो म्युजिक सिस्टम। अब यसको अर्को स्पिकर नि म ल्याउँछु यहाँनिर, मसँग छ उतापट्टि राखेको छु मैले ल्यापटपबाट गीत बजाउँछु, किनकि यो मलाई थाहा थिएन र अब यो सिस्टम छ, राम्रो छ साउन्ड, सुनौ गीत सुनौ। ज्ञान सम्बन्धी जानकारीहरू शनिबार। अनि अर्को भनेको चाहिँ के छ भन्दाखेरि यहाँनिर यहाँ चाहिँ रेडियो नेपालमा त टिप्दो रहेछ है, एउटा रेडियो नेपालको नेपाली भर्जन र इङ्ग्लिसमा दुईटा छ नि, रेडियो नेपाल दुईटामा त टिप्दो रहेछ यसमा। सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो। आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो। सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्। धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो। रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ। एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दारी जुगाउँछ। चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्। अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो। चिठी पत्रमा टिकट टाँस्ने चलन पालाबाट भएको हो। विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो। प्रश्न आउन सक्छ विश्व सुन्दरी के भन्छ? लोहनी हुन्। समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्। लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाइ स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो। शनि ग्रहलाई ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कपर्निकस हुन्। जापानको संसदलाई डायट भन्दछन्। संसारको सबभन्दा सानो चरा हमिङ बर्ड हो, यो पछिल्लोतिरबाट पनि उड्न सक्छ। ल यति भन्दै साथीहरू आजको लागि यो सिस्टमको मैले यति नै जानकारी दिएँ र अब हामीले यस क्यासेटहरू मसँग धेरै छन् कि होइन, माथिपट्टि खोज्नुपर्छ, यो क्यासेटहरू धेरै छन् अनि सिडीहरू पनि छन् म्युजिक सुन्नको लागि। अब सिडी भन्छ कि त्यसलाई के भन्छ, सिडी नै होला। अनि यसलाई क्यासेट मलाई पनि थाहा छैन नाम के भन्छ, के भन्छ तपाईँहरूलाई कमेन्ट बक्समा गरिदिनु होइन, यसको नाम मैले भनेको नामहरू जति पनि छ नि के भन्छ, अब त्यसको बारेमा हजुरले जानकारी गरिदिनुहोस्। अनि यसमा हामीले अध्ययन गर्छौँ, सुन्छौँ अझै राम्रोसँग अनि मनोरञ्जन लिन्छौँ। तपाईँहरूले नयाँ कुरा थाहा पाउनुभयो, मैले त नयाँ कुरा अभियसली थाहा पाइसकेँ, मलाई एकदम रमाइलो लाग्छ यस्तो कुराहरू देखेर। यो पुरानो हो, लास्टै मनपर्छ होइन। अब यसलाई चाहिँ के छ यो सिस्टमलाई, अब यहाँ रिल यस्तो यस्तो गरेर बसिरहेको छु म, सायद यसलाई यसरी नै घुमाएर पुरै यो तार छ कि यहाँभित्र तार हो कि रिल छ कि, यो रिललाई एउटा भाँडामा जम्मा गरेको छु एउटा उसमा, अनि त्यसपछि त्यहाँदेखि चाहिँ उ गर्ने होला बजाउने भने, खोइ बजाउन मैले जानिनँ। अब यसलाई म हेर्छु, अध्ययन गर्छु, भिडियो हेर्छु युट्युबतिर कतै केही गर्छु, अनि त्यसपछि म यसको विषयमा अझै घोर रूपमा अध्ययन गरेर यो चाहिँ बजाउनुको लागि म कोसिस गर्नेछु भन्दै म आजको लागि यो भिडियोलाई पानी खाँदै यहीँनिर अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्कार।